यस हामी कमजोर छौँ, यस हामी परमेश्वरलाई मन नपर्ने कुरा गरिपठाउँछौँ, यस हामी अल्झिन्छौँ, हामी लड्छौँ। तर यो कुरामा शङ्का नगर्नुहोस् कि परमेश्वरले तपाईँलाई अब प्रेम गर्नु छोड्नुभयो। आमा बुवाले छोराछोरीले बदमास गर्दा, छोराछोरीले आमा बुवाले भनेको बाटोमा नहिँड्दा के आमा बाउले भोलिदेखि त्यो छोरालाई चाहिँ म बदला लिन्छु भनेर बदला दागा धर्छ र? धर्दैन नि, होइन? छोराछोरीले एउटा बदमास गर्दाखेरि आमा बाउले तिरस्कार गरेर बहिष्कार गए गुज्रेको काम लाग्दैन भनेर त्याग्नुहुन्छ र? त्याग्नुहुन्न नि। तर इनफ्याक्ट आमा बाउले के गर्छ? छोराछोरीले दिएको जतिसुकै चोट पीडा होस् कि आमा बाबुले त्यो निलिदिनुहुन्छ, एब्जर्ब गर्नुहुन्छ त्यो पेनलाई, त्यो पीडालाई आफूभित्र पचाइदिनुहुन्छ। तर बदलाको भावना कहिले पनि गर्दैन आमा बाउले। यीशु ख्रीष्टले पनि क्रुसमा हाम्रो दुखाइहरूलाई आफूमा लिनुभएको अनि क्षमा गर्नुभएको। हामीले दिएको चोटहरू चाहिँ आमा बुवाले आफूले पचाइदिनुहुन्छ, तर हामीलाई कहिले पनि त्याग्नुहुन्न। परमेश्वरले पनि तपाईँहरूलाई कहिले पनि त्याग्नु। यस, तपाईँले कमजोरी भएको छ होला तपाईँकोबाट, तपाईँले प्रभुको हृदयलाई दुखाउनु भएको छ होला। एउटा कुरा म तपाईँलाई भन्न चाहन्छु, प्रभुले तपाईँलाई कहिले पनि त्याग्नु, कहिले पनि त्याग्नुहुन्न। उहाँलाई थाहा छ तपाईँ कमजोर हुनुहुन्छ अनि उहाँलाई यो पनि थाहा छ कि एक दिन तपाईँलाई उहाँले एक दिन बलियो बनाउनुहुन्छ। केवल हरेस नखानुहोस् है। परमेश्वरले प्रेम गर्नु छोड्यो भनेर चाहिँ कहिले पनि नसोच्नु होला। हामी पनि तपाईँहरूकै स्टेजबाट आएको, कति सहेको छ परमेश्वरले हामीलाई। त्यसरी हामी के गर्छौँ भनेदेखिलाई आफूलाई 15-20 वर्ष लागेको परिवर्तन अरूमा एकै दिनमा खोज्छौँ क्या हामी। आजै परिवर्तन हो भनेर पोचार्छौँ अरूलाई। त्यो चाहिँ फरिसीको हृदय हो। परमेश्वरले तपाईँलाई त्याग्नुहुन्न। यसमा कन्फिडेन्ट हुनुहोस् अनि मात्रै तपाईँले परमेश्वरलाई फिर्ता प्रेम बग्नु थाल्छ क्या, जेन्युइन प्रेम बग्नु थाल्छ।